आधा पादा कौन पादा किसमें दम है सबसे ज्यादा विष्णु दादा रनमातीहरू हिजो मैले गल्तीले विष्णुलाई विष्णु भन्दैछु मलाई के हो भने तिमीहरूलाई के मलाई कराउनको लागि कारण खोज्दै कराउन आउँछौ कि के हो के भन्नु हो म रुइदिम मैले त कसैकोलाई राम्रो कुरा गर्नु पनि हुँदैन क्या अहिले मैले झगडा नगर झगडा गर्नुहुन्न तिमी एज अ पर्सन धेरै राम्रो छ तिम्रो कन्टेन्ट सन्टेन्ट राम्रो छ झगडामा किन पर्नु यति भन्दा मलाई कराउँछौ यार म के गरौँ होइन भनेर म राम्रो गर्दा पनि गाली खान्छु नराम्रो गर्दा पनि गाली खान्छु म केही नगरौँ कन्टेन्ट क्रिएटर हो नि त एटलिस्ट केही न केही क्रिएट त गर्न पाए के हो भने मैले भन न मलाई के हो कन्टेन्ट पाइस पाएँ तो क्या म्याच कुनै भएन भाइ मलाई पनि आइज 1v1 सिङ्गल खेल्न आइज भन्न थालिसकेँ म काहीको दादा होइन कि म आर्यन घमालो बस बुझ्यो नि म दादा होइन म कन्टेन्ट क्रिएटर हो मलाई दादा बन्नु पनि छैन क्या भयो के हो भने हेलो एआई जेनेरेटेड भिडियो हालेर मसँग 1v1 को च्यालेन्ज नगरौँ है फेरि हेडसट हालिदिन्छु नि 1 ट्याप हालेर फेरि ढालिदिन्छु नि गाह्रो पर्ला नि त फेरि भयो कसैलाई च्यालेन्ज गर्न खोजे होइन फेरि घरमै आउनु पनि बेच्छ मलाई त डर लाग्छ नि त यार लास्टै रुइदिउँ क्या भयो त्यसैले आजको लागि भिडियो यति नै गरौँ यदि मेरो भिडियो के गर्ने यहाँसम्म हेर्नु भइसक्यो भने मेक स्योर टु फलो अर्को त्यस्तै हो चुमी गाइज